ओम भाइ नमस्कार। नमस्कार नमस्कार दाजु नमस्कार। के तरु खन्दै हो के गरेको यहाँ? यो चाहिँ अब हामीले यो तारको बार लगाउनको लागि चाहिँ सालको काठ गाड्नको लागि खाल्दा ल्याएको छौँ। हजुर। घाममा पनि जे काम भइरहेछ हाम्रो चाहिँ तीव्र गतिमा। यो तपाईँ साल भन्नुभयो, साल त फेरि जङ्गलमा पाइन्न, यो त मान्छे काटे बराबर हो। कहाँदेखि ल्याउनु तपाईँ साल? यो साल चाहिँ यसो मिलाएर कता वनवाटिकाबाट भन्ने कुरो यसो जानकारीमा आएको थियो। हजुर हजुर। तपाईँको यो साल चाहिँ एकदम राम्रो काठ हो। हजुर। यो चाहिँ लगभग यसको आयु हजुर 100 वर्ष जति हुन्छ भन्ने हाम्रो बुढाहरूले भनेका थिए। साल सालको हामीले यहाँ काटेर युज गरिरहेको छौँ। यो सालको त ढोका झ्याल पनि एकदम राम्रो हुन्छ भन्छन् होला है, बोलियो पनि। एकदम बलियो हजुर। यहाँ ओम भाइले यहाँ सालको पिलर बोक्दै हुनुहुन्छ। भाइ एकछिन यो तपाईँ सालको त ल्याउनु भयो, यो ल्याएपछि त फरेस्टर भनौँ रेन्जरले सरकारले त मान्छे समात्न पर्ने, त तपाईँले किन समातेन? यो साल त काट्न पाइन्न, मान्छे मारे बराबर हो। अब यहाँ चाहिँ हाम्रो के छ भने शङ्करनगर गाविसमा हजुर तपाईँको उपभोक्ता समितिले एउटा हामीलाई कार्ड बनाइदिएको छ। त्यो कार्ड लगेर गयो भने सुपथ मूल्यमा हामीले यो खरिद गर्न पाइन्छ। त्यसै कारणले गर्दाखेरि हामीले यो लिएको हो। अब यो त्यतिकै ल्याउँदा त हामीलाई त्यो अलिक गाह्रो छ। अनि त्यहाँ सुन्नुमा आएअनुसार घर बनाउनु छ कसको पनि ठुल्ठुलो भनेर एक कबर काठ पनि पाइन्छ भन्छन्, हो केही न? त्यो पाउँछ, त्यो जाने भने तपाईँको चाहिँ अब काठ लगेर जानु पऱ्यो। तपाईँको 1 नम्बर काठ घर तपाईँ घर बनाउने पाउँछ। अनि योभन्दा अलिक महँगो पर्ने जान्छ है। हजुर। लिएर आफूले चाहिँ यसो फर्निचरमा लिएर काटेर मिलाएर मजाले भन्छ। ए अनि मान्छे दाह संस्कारको लागि फ्रीमा पाइन्छ भन्छ नि, हो केही न? हो अब त्यहाँ गयो भने तपाईँको चाहिँ कति 3 मिल्छ। त्यसको पैसा लाग्छ लाग्दैन? होइन, त्यसको त्यो चाहिँ फ्रीमा हो। हुन्छ तपाईँलाई मैले काममा अवरोध गरेर त्यसलाई माइजान्छु, फेरि कुरा गरौँ एकछिन पछि। निकै गर्नु छ होला है? लगभग 40 किलो ठकै हो। हाम्रो ओम सरले यहाँ यो लगेर लर खाल्टो खनाइ गाड्ने। यहाँ चाहिँ यो नाली बनाउँदाखेरि पहिलाको पुरानो बाटो सबै डोजरले भत्काइदियो र अहिले हामीले खेतीपाती गर्नुपर्छ, सागसब्जी रोप्नुपर्छ। त्यसको लागि हामीले चाहिँ यहाँ यो जङ्गलबाट लिएर उपभोक्ता समितिबाट लिएर यो सालको काठहरी यो वर्षमा एकचोटि खुल्छ जङ्गलमा। जो कहिले पनि ल्याउन सक्नुहुन्छ यदि सदस्य काठ छ भने, र ल्याउन सकिन्छ। बाहिर हुन सस्तो पर्छ, हामीले काठैको रूपमा किने पनि सस्तो पर्छ। यसलाई हामीले पाउँछौँ। यो 7-8 वर्ष चल्छ यो। भाइ तपाईँले त यहाँ खाल्टो खनेर ढुङ्गा पो हाल्नुपर्छ, माटो हाल्ने ठाउँमा किन ढुङ्गा हाल्नुभयो होला? यो तपाईँको चाहिँ ढुङ्गा हाल्नुको कारण यो चाहिँ अलिकति बलियो राख्नको लागि। हजुर नहिलियोस्। हजुर हाल्नुको लागि चाहिँ पहिला ढुङ्गा राख्नु। हजुर। ए हजुर हजुर।
यस्तो काम तपाईँले पहिला पनि गर्नुभएको थियो कि पहिलोचोटि हो? यस्तो काम चाहिँ पहिलोचोटि हो गरेको त। तर गाउँघरमा त अब यो गाडी यताउता गर्ने गरिन्थ्यो। हजुर। तर तराईमा आइसकेपछि चाहिँ यो पहिलोचोटि। अनि यो त गाड्नुभयो, यसलाई के रस्सीले बार्ने हो कि तारले बार्ने हो कि काँडे तारले बार्ने, केले गर्दै हुनुहुन्छ? तपाईँको काँडे तारले बार्यो भने एकदम राम्रो हो। कोही मान्छे बस्तु गाई बस्तु एकदम रोक्छ। हजुर। डोरी लगाउने हो भने एक दिनमा यो सालको पोल भनौँ लगभग कति वर्ष चल्छ होला यो? हजुर हजुर, हस् हस्। ओम सरले यहाँ खाँदै हुनुहुन्छ। तपाईँले जुन खाँदै हुन्छ यसको नाम के हो? झ्याङपाल हो कि के भन्छ यसलाई? साबल के भन्छ? तर यो एकदम उपयोगी रहेछ है, यो खाँद्नलाई, ढुङ्गा उकाल्नलाई। यस उपयोगी छ। हजुर। ए पहिला ढुङ्गा हाल्नुहुन्छ, त्यसपछि माटो माथि माथि माटो हाल्नुहुन्छ। माटो हाल्ने ल हेर्नुहोस् है, यहाँ हाम्रो ओमजीले हेर्नुहोस् त यस्तो मजा तर काम गाडिराखेको अवस्था हो। पछि यो सुकेपछि तार लाउने। यो चाहिँ मेरो खेत पऱ्यो र खेतमा पहिला तार जारी थियो र सिमेन्टको पुल थियो। यो नाली बनाउने राम्रो काटेको थियो। अहिले हामीले जङ्गलबाट सघन सालको यो पोल ल्याइयो। एउटालाई 160 पर्छ। यदि तपाईँहरू पनि सालको पोल चाहिन्छ भने सङ्घनगर हाम्रो वन उपभोक्ता समितिमा गएर किन्न सक्नुहुन्छ। गोटाको सिस्टम छ। एउटा पोललाई 160 र ल्याएर तपाईँको यतापट्टि गाडे छैन हामीले। आदि लगभग आदि भ्यायौँ। आदि यो आज खम्बा गाड्न सकिन्छ होला सम्भवतः, होइन सर? सक्नै पर्यो। त्यति गर्मी पनि छैन अहिले, हावा चले गर्दा। यतापट्टि खाली छ, यहाँ पनि सबै पोल हाल्ने हो। र यता मेरो लेफ्ट साइडतिर यो हालिसकेको अवस्था छ, देख्नुभयो। यहाँ हाम्रो ओमजीले यहाँ माटो हाल्दै हुनुहुन्छ। ढुङ्गा हालेपछि एकदम मेहनती हुनुहुन्छ। उहाँ चाहिँ भुपु नेपाली सेना हुनुहुन्छ। र उहाँ चाहिँ जनयुद्धमा पनि पढ्नु भएको। उहाँले यो चाहिँ तपाईँको यो दोस्रो जीवन भनिरहन्छ है? किन भन्दा त्यति बेला माओवादीले माऱ्यो भने मारे भइन्थ्यो। त्यसमा 17,000 एक पनि पुग्नु सक्थ्यो। हस् ल। तपाईँहरूलाई अघि नै जानकारी गराइसकेँ मैले। यो मेरो खेतको बाटोमा पहिला इङ्ग्लिसमा ड्रेनेज, नेपालमा नाली थिएन र नाली बनाएको हो अवस्था। हेर्नुहोस्, नाली बनाउँदाखेरि पुरानो बारलाई डोजर स्काइभरले भत्काइदियो र हामीले अहिले
वारिपारि चाहिँ नाली छ है। हामी अहिले चाहिँ यो जङ्गलदेखि सालको पोल लिएर काँडे तार हाल्ने लागेको हो। यहाँ मलाई सहयोग गर्दै हुनुहुन्छ हाम्रो ओम थापा भाइ, मित्र, छिमेकी जे भने पनि हुनुहुन्छ। उहाँ निकै अनुभवी र बलियो तथा इमान्दारी हुनुहुन्छ र उहाँले मलाई सहयोग गर्दै हुनुहुन्छ। मैले पनि उहाँलाई अलिअलि सहयोग गरेको छु, तर उहाँ 100 गर्नुभएको छ भने मैले 10 मात्रै गरिरहेको छु। हेर्नुहोस् उहाँले खाँदिराख्नुहोस् है बलियोको लागि। माटोले हाल्यो भने अलिक कमजोर हुन्छ भनेर ढुङ्गा हालेर यसरी खाँदिराख्नु भएको छ। यतापट्टि सबै हालिसकेको छ। अहिले सबै सकियो भने हामीले तार लाउने, काँडे तार। यतापट्टि बनेको छैन, यतापट्टि हालेको छैन। ए नाली बन्दैछ, कोही ठाउँमा बनिरहेको यो खम्बा अलिक बाटो यहाँ पल्टाइरहेको छन् ओमले लिएर बोकेर। अब यहाँ पनि छ, खाल्टो खन्दै गाड्ने सबै यहाँ आइसकेको छ मालहरी। यो यतापट्टि मेरो कुमारी दिदीको पर्छ। नाली पुरा दुवै साइड नाली बनिरहेको छ। बर्खामा पानी सर यहाँबाट बग्छ र डुबान हुँदैन। त्यस्तै यहाँ नाली बनाइरहेको छ मान्छेहरूले। यो पनि हाम्रो खेत पऱ्यो, यहाँ ढलानको लागि नाली बनिरहेको छ फरमा। बिचको नाली हो भने छेउछाउमा चाहिँ सिमेन्ट हालेर 4 इन्च घाँटी दाइहरूले मजाले काम गर्नुभएको छ। गर्मी छ। यतापट्टि फेरि हाम्रो ओमदाले फेरि सालको खम्बा गाड्दै
हजुर हजुर एहे तपाईँलाई मैले भन्न भुलेछु यार अझै 2 दिन बस्छ तपाईँ आउनुहोस् तपाईँलाई फ्रीमा फाकफुक गर्छ तपाईँको यस्तो भयो सन्चो जति दबाई खाना पनि सन्चो भएन भयो उसले फुक दिन्छ अब विश्वास हो भयो हुन्छ नभए नहुन्छ ए ल राम्रो भयो ठिकै छ त्यसो भए ठिक 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 फ्री हो तर गर्दछ काट्यो भने 7,000 कति 5,000 कति लाग्दो रहेछ अरू फुकफाक गरेको हेरेको चाहिँ फ्री हो 5,000 7,000 कति हो त्यो गर्दछ काटेको भनेको त्यो थुप्रै सरजामहरू जोडेर भेन्डर ठुल्दै फन पनि घुम्ने के गर्दो रहेछ हो त्यति कुरो भयो आछन् सर आछन् गुलमित्रबाट सबैतिरबाट आछन् होइन वडा कार्यालयतिर दिन्छ अझै बढाउँछु भन्छ अरे पैसा आएको छ नि त उसलाई थुप्रै 4-5जना आसेपासे पनि लिएर आएको छ आसेपासे कि त्यो सानो सानो ढ्याङ्ग्रा ठोक्ने पार्टी हजुर हजुर